हेलो एन्ड नमस्ते। आज फेरि तपाईँहरूको माझ चाहिँ नयाँ भ्लग लिएर आउँदैछौँ। आज विशेष गरी चाहिँ न्यु इयरको इभ मनाउनलाई चाहिँ हामी चाहिँ किचन रुम नेपाली रेस्टुरेन्ट, मेरो साथी पनि भाइ पनि, त्यसमा चाहिँ हामी चाहिँ जान लागेका छौँ। मेरो बहिनीहरू लगायत साथीहरू होइन, मेरो बहिनीहरू हामी सँगै हुँदाखेरि पनि अब के गर्नु, अब परदेश हो, छुट्टीसँगै मिलेन, लोसार मनाउन सँगै जान पाएन। तर पनि आज हामी न्यु इयर इभ चाहिँ मनाउनलाई चाहिँ हामी घरबाट चाहिँ निस्किसकेका छौँ। अब साथीभाइहरूलाई भेटेर रुम किचनमा गएर नेपाली आज स्वादमा नेपाली इङ्ग्लिस न्यु इयरको इभ मनाउने अनि लास्टमा हामी नामसम्म नि पुग्छौँ होला। भिडियो मार्फत चाहिँ देखाउने गरिदिनु होला होइन। मेरो दाइको आइडी चाहिँ युट्युबको नाम के हो अरे? युबी दाई भ्लग आउँदैछ गाइज है, सपोर्ट माया गरिदिनु होला। किप सपोर्टिङ गाइज। कान्छी बहिनी मेरो मैले बहिनी, मेरो प्यारो बहिनीहरू के गर्ने अब न्यु इयर अस्ति भेटेको के तिहारमा भेटेको थिएँ। अब लङ टाइम पछि चाहिँ दाजु बहिनीको भेटघाट। अब विदेशमा त्यही त हो नि, काम व्यस्तता आफ्नो बाध्यता हुन्छ सबैजनाको, नेपाल जस्तो होइन। ठिकै छ, तै पनि टाइममा भेट्न पाइरहेको छौँ। आज चाहिँ हामी एकदम इन्जोय गर्ने मुडमा छौँ गाइज है। त्यसको लागि हाम्रो पुरा भिडियो हेरेर माया सपोर्ट गरिदिनु होला गाइज। आज चाहिँ जाडो छ, चिसो छ, न्यु इयर इभ, त्यही कारणले ठुल्ठुलो जग्गा लाएर निस्केछौँ घरबाट। किनकि आज नेपाली रेस्टुरेन्ट गएर त्यहाँ रमाइलो गरेर न्यु इयर इभ मनाउन चाहिँ हामी अब त नामसम्म पुग्छ होला राति। त्यही भएर न्यानो कपडा लाएर निस्किनु पऱ्यो नि, फेरि फेरि जाडोले बिरामी हुन्छ। हामी चाहिँ एकेमा आइपुगेको छौँ है। अनि लोसारको टाइममा चाहिँ हाम्रो दुईजनाको चाहिँ बिदा मिलेन, त्यही भएर आज केही छैन। आज चाहिँ न्यु इयर मनाउनलाई हामी बाहिर जाँदैछौँ। यता नेपाली रेस्टुरेन्ट किचन है, ओसाकामा। म चाहिँ फर्स्ट टाइम जान लाग्छु, मेरो दाइको साथी, मेरो पनि दाइ नै हो। हजुरहरूले हाम्रो भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला गाइज है। लाएर यहाँ लक्ष्मी चाहिँ पुरा चार्ज गर्दैछ। एनिवे वेदर चाहिँ एकदम चिसो छ गाइज। म्याकको जिम्माबाट चाहिँ उम्मेद स्टेसन जानु लाग्यो। उम्मेद स्टेसनमा विशाल साथीहरूसँग भेट्ने, त्यहाँबाट सँगै भएर जाने हो। त्यो ट्रेन पनि आइयो, ट्रेन चढियो। फाइनल्ली हामी चाहिँ उम्मेद स्टेसन आइपुग्यो। अब साथीहरूले बस्दैछ, विशालहरूलाई सँगै भएर जाने हो। बहिनीहरू जाडो छ है, जाडो छ एकदम चिसो। हाम्रो मैले बहिनी पनि बोल्नु पऱ्यो, चिसो छ गाइज होइन। हजुरहरू न्यानो कपडा लाएर घुम्नु होला। आफ्नो हेल्थलाई पनि होइन, जाडो छ यस्तै हो, के गर्नु, रमाइलो पनि गर्नुपर्छ। न्यानो लाउनु, तातो सुप खाएर आफूलाई हेल्दी ह्याप्पी न्यु इयर सबैजना भयो त। उम्मेद स्टेसन आइपुग्यो। अब साथीहरू आउँदैछ पुगेर, अनि ज्याकेट पिराको ट्रेन चढेर जानुपर्छ, टाइम लाग्छ। त्यही हो, अब जाडो के अरे न्यु इयरमा रमाइलो त गर्ने हो नि, चिसो छ। चिसो भयो भने रमाइलो गर्नु पऱ्यो भिडियोमा होइन। काम मात्रै गरेर भएन नि त, रमाइलो कहिले काम गर्नु पऱ्यो नि त। साथीहरू यार दाहरू केटाहरू भएर नि केटी भन्दा लास्ट भन्दा त्यस्तो भन्नु। मूल अघि आएर बसेको 5 बजे भन्दा 6 बजिसक्यो। 1 घन्टा अगाडि आएर बसेको। जाउँ ल। फाइनल्ली विशालसँग भेट भयो होइन, टाइम लाग्यो। 5 बजे भेट्ने भनेको 6 बजे नेपाली जाएको नि नेपाली हुने भयो, ब्रिटिस टाइममा चल्न सक्ने भयो। 1 घन्टा अगाडि आएर मैले यहाँ पर्खेको तिमीलाई कुरेको फोन गर्दाखेरि फोन नलागेको। 1 घन्टा आइकिने बाटोमा आउँदै थियो हामी। तिमी भ्लग बनाउँदै बसिरहेको थियो होला, त्यही भएर थाहा पाएको कलाको। दाइ लास्ट ढिलो गर्दो रहेछ यार, लास्ट ढिलो गर्दो रहेछ क्या तपाईँले।
आज 5,000 भेट्यो भने त यो मान्छे आउनु पर्यो नि ए कहाँ यो भएर हो हिरो हिरो चाहिँ भएर हो भिड ल ल हामी ट्रेनबाट झरेर चाहिँ रुम्बा किचन जाँदैछौँ नजिकै छ साथीको रेस्टुरेन्ट तातो खाना खानुपर्छ के हो त जाडोले कक्री खायो के हो जाडो छ नि जाडो छ है तातो खानुपर्छ होइन फेरि यहाँको त्यो टोइलेटको चार्ज उल्टो छ है आफ्नो थुनिन्छ उस्तो मान्छे हो भन्छ होला नि त आयो भने तिमी गर्छ होला नि त म त सुरुसम्म थुनेर यार कत्रो बनाइसक्यो राम्रै नजिकै रहेछ त होइन सिटी छिट्टै बन्द हुन्छ क्या यो कुन साइडमा यहीँ हो बहिनीहरू खै किन होला जाडो भयो के खानु त तातो के खानु विशाल गएर मोमो छ कफी खाने मेरो कन्ची भयो नि मेरो सानो कन्ची भयो नि हो तपाईँको चाहिँ माइली फेभरेट कफी ट्विन्स मेरो बहिनी ट्विन्स दुवैजना भोक लाग्यो होला सानोलाई रमाइलो भएको थियो अझ अलिकति मात्न कमी भयो म त विशाल हिरो विशाललाई के हिरो भनेको पुरा म त त्यस्तो खासै अलिक चाहिँ युएनले चाहिँ नाचिरा त गोर्खाको मौसीहरूसँग म्युजिक राम्रो थियो अनि फेरि के भन्छ स्पिकर राम्रो थिएन क्या साउन्ड स्पिकर राम्रो थिएन रमाइलो रमाइलो भयो नि होइन रमाइलो मलाई फेरि गुरुङ गीतहरू मनपर्छ नि त सुनिरह हुन्छु म धेरै तिम्रो कुन कुन गीतहरू आउँछ ल सुनाइदियो त फेरि ल त्यस्तो होइन कि सबै त अलिअलि आउँछ न गुरुङको एउटा ल्याङ्ग्वेजहरू सुनाएन के के आउने कस्तो ल्याङ्ग्वेज त छाजलो साजलो भन्ने छाजलो भन्ने आउँछ ठ्याङ्ग्रो अनि होइन क्या मजाले आउँछ त्यो त के अरे गोल र गोल्सियल चाहिँ सोल्टी सोल्टी नि भन्छ। गीतहरू नि आउँछ नि तिमीलाई कुन कुन गीतहरू माया पिरती आउँछ अनि त्यसपछि अनि तान्तिनको मेलाइमा आउँछ अनि तिम्रो फेभरेट गीत नै भनिदेऊ नि त म हेरिरह हुन्छ सुनिरह हुन्छ नि त तिम्रो फेभरेट गीत नै भनिदेऊ न गुरुङ गीत मेरो मलाई उयो के पो ठेकठ्याक्कै यतिखेर आउँदैन त फेरि मर्से राम्रो नि होइन गोल्सियो फाइनल्ली होइन हाम्रो होस् उज्जवल भाइ रुम किचन है हाम्रो भाइ साथी ल हाम्रो यही लाउरे है त्यसको चाहिँ हामी चाहिँ रेस्टुरेन्ट आज न्यु इयर इभमा चाहिँ यहाँ रमाइलो गर्ने ल्याएको छौँ होइन मजाहरू कतिखेर आइपुग्छ मुलाहरू अझै 2-3जना साथीहरू आउनु बाँकी छ उसमा गाडी नाराज सबैजना नेपाली साथीहरू नजिकै छ म यसो सबै लोकेसन एड्रेसहरू हालिदिन्छु हेरेर आउनु सक्नुहुन्छ जाउँ न ज्ञानेन्द्रहरूलाई पनि बोला भनेको एकपल्ट रात गरी बसेको थिएन भने ल त्यो ज्ञानेन्द्र रमाइलो छ नि त यहीँ बस्नु अलिक धेरै हामी बस्नु सानो सानो बस्छ बहिनीहरू यता बस्छ नि त नत्र भने हामी यता बस्छु भन्थ्यो हाम्रो बेस्ट भाइ लाउरे भाइ है सब लाउरे भाइ चिन्छ तर उज्जवल थापा मगर हो नाम चाहिँ अलिक ढिलो नै भयो सबैजना हामी कति बजी एउटा भेट्यो लाउरेसँग तिमी कति म त धेरै भयो नि हामी त कता हो तिमी जाडो पनि तातो सबै फर्स्ट झोल मोमो है फ्राई गरेर बस्ने हामी मोमो खाँदैछौँ है तिम्रो छिमेकी बोलाउ तिमीले कल गर न मिठो रहेछ ल मोमो
चेस गर ल खान भाइ ल छिटो भएर त यस्तै माइली सेटिहाल्यो क्यामेरा यो राम्रो भएन यसको माथि उचालेको छ त एउटा मगाउनु रेड है मोमो मिठो छ यो चाहिँ के हो छैला बफ छैला यो चाहिँ मिठो लाग्यो मलाई पेट भरिसकेर दायाहरू हुनुहुन्छ है हेर्छु दायाहरू मान्छे तिमीले गरेछ नि फोटोमा त काला अलिकति बाहिर दिएको होइन सबैबाट कडकडा आएर यार विशाल बहिनी दाइले पनि दिनुभएको यार यता विशाल दाई मात्रै छुट्टिनु भयो कि म मात्रै त्यो है यता साइड बस्नुपर्छ है बोलाउनु पर्छ नि यार त पार्टनर यता हेर स्टार्ट भयो क्या ल दाइ ल विशाल दाइ र ल तिमीले टेस्ट गरेन मोमो ल ओभरअल के मिठो लाग्यो दाइहरूलाई भन्नु त ल त दाइबाट भन्नु होइन मिठो त सबै मिठो एउटा चाहिँ एराबिरो गर्नु पऱ्यो कि सबैले एउटा एकदमै एउटा मिठो एराबे गर्दाखेरि मैले चाहिँ 100मा के भन्छ 100मा 110 दिने के उसलाई चाहिँ अँ मोमोलाई चाहिँ मोमो सुपलाई अँ ल दाइ अँ मिठो के मोमो सुप होइन भाइ नको किलो के मिठो लाग्छ भन्दा सबै मिठो लाग्यो लाग्ने त बेस्ट चाहिँ तिम्रो बेस्ट मलाई मन परेको सबभन्दा मन परेको चाहिँ मोमो झोल मोमो मोमो पनि सुप अनि त्यसपछि यो पनि चिकन स्पाइसी पनि यो चाहिँ होइन यो बुटन यो स्पाइसी हो मलाई स्पाइसी मन पर्यो सबभन्दा अनि सबै राम्रै छ मिठै हुन्छ त्यो कस्तो हुन्छ 199 भन्दाखेरि अनि सबभन्दा 110 चाहिँ मैले दिएको भनेको के भन्छ मोमो के मोमो मलाई त्यो के मोमोको झोलको मलाई नि रेसिपी दिनु पर्यो के रेसिपी भन्नु पर्यो भने दाइ हामी घरबाट खानु पर्यो नि त मलाई नि भने त्यो रेसिपी चाहिँ सुपको चाहिँ लास्ट मन पऱ्यो क्या त्यो टेस्ट चाहिँ कहाँबाट आयो त्यस्तो मिठो यो दाइकै रेसिपी ल यता हाम्रो कुक दाइले पनि धेरै धेरै धन्यवाद होइन यस्तो मिठो रेसिपीको लागि अहिले लाग्छ एकजना अस्ति नै आएको थियो नि ल स्टार्ट बाज्यो आज हामी उज्जवल थापा मेरो साथी पनि हो भाइ पनि हो उसको चाहिँ रेस्टुरेन्ट रुम एन्ड किचन भन्नेमा चाहिँ आज हामी चाहिँ सबै साथीभाइ मेरो बहिनीहरू लिएर हामी उपस्थित बस्छौँ होइन आज चाहिँ हामी यहाँ रमाइलो नै गऱ्यो होला अब न्यु इयरको इदको बेलामा जस्तो अहिले हामी थकाली खाना र ढेँडो खाना गराएछौँ होइन सबैले जस नेपाली साथीहरूले जस यहाँ ओसाका बस्ने बाहेक अरू बाहिर बस्ने पनि यहाँ ओसाका घुम्न आउँदाखेरि जस ओसाकाको के अरे एक स्टेसनबाट नजिकै ताजिवान एक नजिकै नै छ होइन यो रेस्टुरेन्ट
चाहिँ म चाहिँ लोकेसनहरू एड्रेसहरू सबै चाहिँ म चाहिँ त्यो भ्लगमा राखिदिन्छु तपाईँहरू चाहिँ हेरेर जान सक्नुहुन्छ जाडो गरौँ थाक्दा त्यो कुराहरू देख्नेर नेपाली स्वादिष्ट खानाहरू है यसमा चाहिँ आज हामी विशेष गरी न्यु इयर प्रोग्राममा आज चाहिँ यहाँ आएर रमाइलो गर्दा हामी एकदम खुसी छौँ जो सायद उज्जवल पनि खुसी छ भनेर विश्वास लिएको छ होइन अब विशाल र मडल चाहिँ पनि बोल्नु पऱ्यो वर्ष भनौँ न धेरै वर्ष चाहिँ भेट भयो है यहाँनिर आएर धेरै वर्षपछि नेपाली टेस्टको खाना खान पाइयो साथीकै रेस्टुरेन्टमा होइन राम्रो लाग्यो खुसी लाग्यो फेरि पनि आउँदै खाँदै गरौँला के भन्नेहरू त यस्तो हो अब नेपाली टेस्ट खाइरहेको तर चाहिँ हाम्रो साथीहरू आफ्नो सँगैको साथीहरूले यो प्रगतिहरू देख्दाखेरि जो साथीहरू चाहिँ प्रगतिको कामना गर्न चाहन्छ र यो प्रगतिहरू चाहिँ खुसी लाग्छ कि हामीले पनि केही गर्न सकिँदो रहेछ भने चाहिँ हामीले ट्राई गर्न त्यो बाटो भनौँ रोज्न सकिन्छ यसरी बोल्नु पर्यो के यार भ्लग काटेर सबै राख्ने हो नि त ह्याप्पी न्यु इयर रुमको किचनमा चाहिँ हामी न्यु इयर इभको अन्तिम दिन खाना खानालाई उपस्थित भएको छौँ है तपाईँहरू पनि आएर नेपाली टेस्टको थकाली खाना खाएर स्वाद दिन सक्नुहुन्छ एकदम ठिक छ तपाईँको चाहिँ ओसाका दाचिबाना एकबाट 5 मिनट मात्रै लाग्छ होइन 2 मिनट यो सिनेमा 5 मिनट जति लाग्छ आएर थकाली खानाको टेस्ट गर्नु होला धन्यवाद देखाइसक्यो रेडो हामी चाहिँ भयो खानु कस्तो छ ठिक छ दाजु स्याहारो आजम्बे कस्तो छ हौ एकदम दामी छ यार खाना चाहिँ ल्याउनु पर्दा होइन यो खाना त 200 300 नि त उज्जवल खाना चाहिँ ल्याइदिनु पऱ्यो दाजुलाई भाइ ठिक छ खाना खाना के हो विशाललाई त के हो बराबरै खायो त मलाई भन्दा लाग्यो जस्तो गर्छ त के हो बराबरै खाएन लाग्यो त विशाललाई त अनि लम्बा पात के आयो भने जस्तै ढिँडो खाइरहेर